सम्पूर्ण दर्शक महानुभावहरूमा नमस्ते। हामी यतिखेर कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको बिचमा बगिरहेको दैलेख र अछाम बिचको कर्णाली नदीको बिचमा छौँ र यतिखेर चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखको बिचमा पर्ने गाउँहरू देखाइरहेका छौँ र यता दुल्लु नगरपालिका पर्छ भने पश्चिमतिर चामुण्डा बिन्द्रासैनी नगरपालिका छ र दृश्यमा देखिरहेका छौँ चामुण्डा यतिखेर हामी दैलेख जिल्लाको डौसुरखार लगायतको क्षेत्र देखाइरहेका छौँ जो मनोरञ्जनपूर्ण वातावरण छ। यो वातावरणमा दैलेख जिल्लाको विकट ठाउँ पनि देखाइरहेका छौँ। विकट ठाउँ एकदम कर्णाली राजमार्गले छोएको छ र यो यहाँ कर्णाली राजमार्गबाट कर्णाली नदी बगिरहेको छ र जुम्ला पनि यही बाटोबाट पुग्न सकिन्छ महानुभावहरू। त्यसैले चामुण्डा बिन्द्रासैनी नगरपालिका जाने एउटा राजमार्ग देख्न सकिन्छ भने र दर्शक महानुभाव हामी यतिखेर त्रिमाखाँत गाउँपालिका अछामको विकट ठाउँ एकदम दूर एकदम टाढाको ठाउँ देखाइरहेका छौँ। यो ठुलो भिड छ। यो भिडमा विभिन्न किसिमका जङ्गली जनावरहरूको वासस्थान वरिपरि रहन्छ भने मानिसहरू यहाँ जान सक्दैनन्। यो वातावरण एकदम हेर्दा मनोरञ्जनपूर्ण वातावरण छ र जिन्दगीभरि कहिल्यै पनि सडक नपुगेको ठाउँमा भर्खर सडक पुगेको छ र मैले यो दृश्य तपाईहरुलाई देखाइरहेको छु। यसरी बीचमा कर्णाली नदी बगिरहेको छ। कर्णाली नदीको तिरतिर दैलेख जिल्लाको पादुका स्थान देखाइरहेका छौँ। पादुका स्थान पनि देखिन्छ दर्शक महानुभावहरू। जे होस् हाम्रो यो वातावरण एकदम सुन्दर छ, हरियाली छ। जे होस् डाँडाकाँडाहरू पनि पानी परेर पलाउन सुरु गरिरहेका छन्। त्यसैले मनोरञ्जनपूर्ण वातावरणमा तपाईहरु पनि आएर यो दृश्यलाई अवलोकन गरी पर्यटकीय क्षेत्रमा छौँ। पर्यटकीय क्षेत्रको रूपमा पर्यटकीय रूपमा आएर यस ठाउँको पनि तपाईहरुले पनि मनोरञ्जनपूर्ण वातावरणमा मनोरञ्जन लिएर जानुहुनेछ भन्ने आशा र अपेक्षाका साथ तपाईहरु आउनुहोला। हेर्नुहोस् जम्बुकाँत बजार बहुत जम्बुकाँत बजारबाट पादुका आउन 15 मिनेटको समय लाग्छ र त्यहाँ तीर्थस्थल रहेका छ। 5 थान पञ्चकोशी तीर्थस्थलको बीचमा रहेको पादुका धुलेश्वर नाभिस्थान श्री जस्ता तीर्थस्थलहरू रहेका छन्। यी तीर्थस्थलहरूमा घुम्नुहोस् र मनोरञ्जनपूर्ण वातावरणमा घुमेर जानुहोस्।